इगो यो शब्द देख्नमा जति सानो र सरल देखिन्छ, वास्तवमा यो त्यत्तिकै खतरनाक र शक्तिशाली छ। यदि तपाईँले मलाई सोध्नुभयो भने यस ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली शक्ति कुन हो, मेरो जवाफ हुनेछ इगो। यस्तो कुरा जसले कुनै पनि मानिसलाई जे भन्यो त्यही गराउन सक्छ। आफ्नो गरिबीलाई सधैँको लागि अन्त्य गरेर आफ्नो धोकाधडी गर्ने साथीसँगको सम्बन्ध तोडेसम्म, आफ्ना नातागोतालाई चुप गराउनेदेखि आफ्नो रगतको लहरको सबैभन्दा सफल व्यक्ति बन्नसम्म, राम्रो शारीरिक बनावट बनाउनेदेखि आफ्नो व्यक्तित्वलाई पूर्ण रूपमा परिवर्तन गर्नसम्म, तपाईँको इगोले तपाईँलाई तपाईँको योग्यताभन्दा ठूला सपना पूरा गराउन सक्छ। यदि तपाईँले आफ्नो इगोलाई सही दिशामा प्रयोग गर्नुभयो भने तपाईँले जे पनि गर्न सक्नुहुन्छ। र मैले फेरि दोहोर्याउँछु, जे पनि। यसको लागि तपाईँले यस इगोलाई पूर्ण रूपमा डिकोड गर्नुपर्छ, जसलाई मैले यस भिडियोमा चरणबद्ध तरिकाले वर्णन गरेको छु। त्यसैले एउटा पनि चरण नछुटाउनुहोस्। इगोलाई डिकोड गर्नको लागि सबैभन्दा पहिले तपाईँले बुझ्नुपर्छ यो इगो भनेको के हो। इगो भनेको आत्मसम्मान। यो हरेकको जीवनको एक अङ्ग हुन्छ। यो इगो कुनै पनि परिस्थितिमा कहिले पनि आउन सक्छ। जब कसैले तपाईँको मूल्यलाई बेवास्ता गर्छ, कसैले तपाईँको प्रेमको मजाक बनाउँछ, आफ्नै घरवालाहरूबाट कम आकलन गरिन्छ, वा कुनै नजिकको साथीले तपाईँको विश्वास तोडिदिन्छ। र यही कारणले संसारले यसलाई नकारात्मक शब्दको ट्याग लगाएको छ। तर सकारात्मक भन्दा नकारात्मक बढी शक्तिशाली हुन्छ। कुनै पनि व्यक्ति तनावमा आएर आत्महत्या गर्न सक्छ, तर राम्रो समयमा सानो घाउ पनि सहन सकिँदैन। ठिक त्यस्तै इगो पनि नकारात्मक ऊर्जा हो, तर यसमा शक्ति छ। त्यसैले प्रश्न यो उठ्छ, जब नकारात्मक ऊर्जामा यति शक्ति छ भने के हामी त्यही ऊर्जाको प्रयोग आफूलाई बनाउन, सफलता पाउनको लागि गर्न सक्दैनौँ? र जवाब छ हो। तर यसको लागि तपाईँले इगोको सकारात्मक पक्ष र नकारात्मक पक्ष दुवैलाई राम्ररी बुझ्नुपर्छ। इगोको सकारात्मक पक्ष जान्नु अगाडि तपाईँले यसको नकारात्मक पक्ष जान्नुपर्छ। कहिले यति गौर गर्नुभएको छ, जब इगो लागेको हुन्छ, हामी जित्नको लागि जिउन थाल्छौँ, आफ्नो लागि होइन, संसारलाई प्रमाणित गर्नको लागि। इगोले तपाईँलाई अन्धा बनाइदिन्छ। तपाईँ मान्नुहुन्न कि तपाईँ गलत हुन सक्नुहुन्छ। सल्लाहहरू अपमान जस्तो लाग्छ, कसैको सुझावहरू हेला गर्ने लाग्छ। तपाईँलाई लाग्छ सबै तपाईँको विरुद्धमा छन्। तपाईँको साथी तपाईँलाई केही भन्न चाहन्छ, तर तपाईँको इगोले भन्छ, यदि मैले पहिले सन्देश गरेँ भने म सानो पर्छु। सोच्नुहोस्, इगो कति सानो कुरामा ट्रिगर हुन्छ, जसले हामीलाई एउटा सन्देश गर्ने हक पनि छिन्छ। एउटा साधारण सन्देश, एउटा माफी, यस्तो इगोको कारणले हुँदैन, र एउटा सम्बन्ध, एउटा मौका, एउटा अवसर चुपचाप हामीबाट छिनिजान्छ। सत्य भनेको इगोले सफलताभन्दा बढी असफलता ल्याउँछ। इगोले सिक्ने हक छिन्छ। तपाईँलाई लाग्छ तपाईँले सबै जान्नुहुन्छ, र त्यही सोचले तपाईँको जीवन रोकिदिन्छ। इगोले तपाईँलाई यस्तो संसारमा हालिदिन्छ जहाँ तपाईँ मात्र हुनुहुन्छ, जडान बिना, सम्बन्ध बिना, केवल आफैमा केन्द्रित भएर र हरेक कसैबाट अलग हुँदै जानुहुन्छ। र सबैभन्दा ठुलो कुरा, तपाईँ इगोमा जित्नुहुन्छ, तर जीवनमा हार्नुहुन्छ। इगो सधैँ नराम्रो हुँदैन। यदि इगोले बर्बाद गर्न सक्छ भने इगोले बनाउन पनि सक्छ। जब संसारले तपाईँलाई तल्लो देखाउने प्रयास गर्छ, तपाईँको इगोले तपाईँलाई सम्झाउँछ, म त्यति सानो होइन जति यी मान्छेहरू